विद्यार्थी तमु खेके चोटीहरूबीचको संस्कार संस्कृति सम्बन्धी सचेतनामूलक एवं प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ। 3 दिनसम्म भएको कार्यक्रमका विभिन्न जिल्लाका करिब 35 जना प्रशिक्षार्थीहरू सहभागी भएका थिए। यस सम्बन्धी एक सामग्री सुनौ हाम्रा सहकर्मी देवीजंग गुरुङबाट। उन्मुख समूहको संस्कार संस्कृति संरक्षणमा तमु संघ संस्थाहरू लागि परेका छन्। यसै क्रममा तमु पेलसलको आयोजनामा पोखरामा आयोजित कार्यक्रमको मुख्य उद्देश्यहरू के हुन् त? संघका अध्यक्ष रूपबहादुर गरौजा जताउनु। हाम्रो धर्म गुरुहरू, पचिक गुरु, क्याब्रे गुरु अनि वनपलमहरू अनि उनीहरूले जो हाम्रो संस्कार संस्कृतिमा गर्दै गरेको क्रियाकलापहरू कहाँ त्यसमा सामेल हुन्छ र हाम्रो संस्कारमा के अरे मान्छे मर्दाखेरि गर्ने क्रियाकलापहरू अनि त्यसप्रतिको अर्को क्रियाकलापहरू गर्न त मान्छेले गर्छ तर व्यवहारमा पनि ल्याउँछ तर मतलब धेरै मान्छेले नबुझेको हुन सक्छ। सबै जिल्लाहरूलाई समेटेर सबै 2-2 जना सदस्यहरू सहभागी गराएर हामीले हाम्रो धर्मगुरुहरूबाट नि जस्तो उहाँहरूको जो मुखारबिन्दुबाट ती जो गर्दै गरेको क्रियाकलापहरूको व्याख्या गरिदिने र त्यो कुराहरू बुझ्नुको लागि हामीले तमु संस्कार भित्रका छलबा, प्रौलबा, सिकी र पैकी लगायतका बारेमा प्रशिक्षण दिएको कार्यक्रममा प्रशिक्षार्थीहरूले के विषयमा चासो दिएका छन् त? प्रशिक्षक पछि पैडी एवं मानव शास्त्रीका विद्यार्थी पोलबहादुर क्रमसितमो। विशेष गरी प्रशिक्षार्थी ठेकीहरूले भनेका शब्दहरू जो चाहिँ आफ्नो शास्त्रीय भाषामा छन् स्वभाषामा र त्यो भाषाको बुझाइमा अलिकति फरक पर्ने भएको हुनाले त्यो भाषालाई गुरुङ भाषामा के भन्ने, नेपाली भाषामा के भन्ने भन्ने कुरा एउटा चाहिँ भाषामा इन्ट्रेस्ट, शास्त्रीय भाषामा इन्ट्रेस्ट भइरहेको छ। र अर्को कुरा चाहिँ यो संस्कार संस्कृतिमा चाहिँ गरिने परम्पराहरू छ हाम्रो चाहिँ केन्द्रित रहेको छ। कास्की, लमजुङ, स्याङ्जा, चितवन, मोरङ, बुटवल र भैरवा लगायतका ठाउँहरूबाट सहभागी भएको कार्यक्रममा के विषयमा प्रशिक्षण लिनुभयो त? मोरङबाट सहभागी प्रशिक्षार्थी सञ्जीव बहादुर टुतमो। र हाम्रो यो पछि प्रयोगहरूले गर्ने यो अब अघि उहाँको कुराहरू आइरहेको छ। अब यी आदि कुराहरूको चाहिँ अब हाम्रो पूर्वाञ्चलमा त एक दिने एक राति यो अघिहरू भइरहेको थियो। अब अनि यहाँबाट अब हामीले यो ज्ञान पायौँ कि एक राति अघि चाहिँ हामीले होइन त्यो नहुने रहेछ, 3 दिनको चाहिँ अनिवार्य हुनु पर्ने छ भन्ने कुरा पनि अब बुझ्यो। आफ्नो गाउँको चाहिँ अब सबैलाई बोलाएर अब यस्तो रहेछ हामीले होइन हामीले यस्तो सिकेर आयौँ, अब हाम्रो ठाउँमा पनि एकपल्ट यस्तो कार्यक्रम ल्याउँ भनेर चाहिँ उहाँहरूलाई हामीले अब सिकेको कुराहरू सबै यो कुराहरू चाहिँ उहाँहरूलाई एकदम भर्खर सम्झाउने। मानव शास्त्री रिचार्ज बोर्मेनले भने जस्तै शास्त्र, परिवेश र प्रस्तुतिसँगै यसले पार्ने प्रभावको राम्रो अध्ययन गर्दै सबैले आफ्नो मौलिक संस्कार संस्कृति संरक्षण गर्न सकोस्। रेडियो अन्नपूर्णको लागि देवीजंग गुरुङ पोखरा।